माछा पर्यो है पर्यो धेरै सङ्घर्षपछि तिमी पस्टी छ आउन आउ तिमी भाउन खाउन हामी हे गाइज वेलकम छ आजको न्यू भिडियोमा सबैजनालाई स्वागत छ आज सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै अनि फिट एन्ड फाइन ब्युटिफुल छु अनि आज चाहिँ हामी चाहिँ कहाँ जान लागेको भन्नु होला हामी चाहिँ सबैजना साथी चारजना मात्र केटाहरू छौँ तरिकाले हामी चाहिँ जान लागेका छौँ अनि त्यो भिडियोहरू तिमी सबैले हेर यहाँ बाबाले रमाइलो हुनेहरू छ त्यस्तो मजा होइन नि फेरि हामी मजा गर्दैन फेरि हामी त्यस्तो मान्छे हो बाबाले हुन्छ तिमीले हेर लाइक कमेन्ट सेयर सब्सक्राइब ठोकिदेऊ के भन्छ यता अलिअलि मालहरू पनि छ अलिअलि चिकन अनि पछि त्यो मसलाहरू तेलहरू मरमसला पटर आमा त्यो काक्टी साक्टी सबै छ त अनि त्यहाँ मासु पनि छ फेरि झोला 500 किलो मासु पनि छ त्यो बल तरिकाले जाऊ कस्तो दुगुरेको भने आमा म है त्यो मान्छेहरूले पनि अचम्म परेर यति दुगुरी मान्छे मलाई कोही देखेको थिएन यो त भवाल दुगुर्दो रहेछ यसलाई त यो दुगुर्नीमा हाल्नुपर्छ क्या म त्यस्तो जान्दैन फेरि म सक्दैन त्यस्तो दुगुर्नी खेलहरू म आफै सिद्धिन्छु नि फेरि त्यस्तो दुगुर्नी खेलहरू म खेल्दैन नि त अनि म त ढुक्क हो हामी त अब आउन आउ तिमी भाउन खाउन हामी माछा मार्न खोलातिर जाउन अनि सकिँदैन कहिले पनि जिन्दगीमा यस्तो कुराहरू हामी सबै मिलेर भन्छ कस्तो बबाल धान फल्यो हेर त धान त बबाल फलेर आएर छ त अनि बोर्सोरले कता बरबर बुटुन्डार लैदिनु हुन्छ त्यहाँ आँट्दिउँ र तिमीहरूले भन म त फेरि आफ्नो बेरै लाउनु म त फेरि चोसिलो मान्छे त नि एक बोरा यता भन्नु पर्यो नि त कुटिएको चामल पिता कस्तो बवाल हुन्थ्यो होला यार त्यो सोच्दा पनि त्यो बवालै हुन्छ यार त्यो सोच्दै बवाल हुन्छ साथीहरू हामी चाहिँ एउटा लोटोला छ ओइ 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 2 ml छ त्यो खोला पुग्नको लागि यहाँ कहाँ घरहरू लागेको साथीहरू हाम्रो चाहिँ एकदम दाजु भेटिरहेको छ दाजुले चाहिँ यस्तो हतियार लिएर यो हतियारले चाहिँ के गर्ला लाग्छ साथीहरू माछालाई खाना आमामा यस्तो बवालमा जान्छ ल अब हामी चाहिँ ग्याङहरू कहाँ फाइनिङ माछा मार्दैछौँ नि माछा पर्यो है पर्यो धेरै सङ्घर्षपछि यो यही पनि जाला छोपिहाल्नु हात छोपिहाल्नु बोनी हो क्या आजको दाइको चिसोमा पानी लोटेर चिसो पसेर मरेर कति पैसा तिर्छ तिमी पस्ती छ यस्तो चिसो पानीमा हामी खोला पुगिसकेका छ आमामा हेर त मजाक छ तेरो बाबुको खपटी त आफ्नो इच्छाले गएको होस् अनि हाले मात्र गएको होस् र भन्नु होला त्यस्तो त नभन न कस्तो छ्यारी के बोल्यो त्यस्तो के भन्छ यार म त मजा गरेर भरे यस्तो रमाइलोको लागि पो भनिदिएको त त्यस्तो प्याचै भन्नुपर्छ र कति बगाल हेर त छल 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 बगेको खोली त झन्डै मर्ने यस्तो स्वर तान्छु नि यस्तो मिठो स्वर छ कस्तो माछा पर्दिरह यार कता अरू खुट्टाको बुढ्याउला अल्थेर अड्के नि हुन्थ्यो नि त्यस्तो तारमा अड्किन्छ नि त्यस्तै हाम्रो खुट्टाको बुढ्याउला अड्डे पनि त कस्तो बवाल तरिकाले हुँदो अड्छ ल है लाग्यो अब अलिअलि त्यो माछा अलिअलि पर्यो कि त्यतिपछि अब त्यतिपछि काम चल्छ अब काम चल्छ त अब स्टार्ट हिँड्नुपर्छ त अनि यहाँ एकछिन कला गएर नुहाइँदै गर्नुपर्ने हुन्छ होइन ल मार्छ कि हो बा माप पाउँ हजुर माप पाउँ यो कोतर्नी काम नगरौँ है माप पाउँ हजुर बौला भन्छु क्या नत्र हात त त्यो पानीसँग किपिन ल्याउने बिर्सिएछ ए अब जङ्गलतिर पस्यो अब पानी तिर्खा लगाएन भने बाँच्छ गरेर नि अब उता
चिकनहरू भन्थेँ नि मैले त मासुहरू त्यो 5 किलो मासु अनि 2 किलो तेल 1 किलो टमाटर सबै भन्थेँ नि हो तिनीहरू पकाएर खाने कुरो हुन्छ कि हाम्रो किन जान त पर्यो नि अब खानै पर्यो जान पर्यो किन त नि अब बिन्दास छ पनि निकै झाम चाहिँ आइसक्यो होइन अस्ति अघिल्लो भलकोले हेर्नु भएको थियो म पोहोर पनि आएको थिएँ यो ठाउँमा यो ठाउँमा आएर मासु पोल्ट खाएको थिएँ यो च्यानलमा छ कि अघिल्लो च्यानल त मलाई थाहा होइन यहीँ हो के रमाइलो हुन्छ यहाँ त अझै यो चाहिँ हाम्रो पहिलाको केटा पहिलाको स्पोर्ट आगो तापम तापम लागो मैले टेकाने आगो माया तिमीलाई सम्झन्छु दिनको रात यहाँ चाहिँ डराउने भूत हुन्छ होइन यहाँ चाहिँ यस्तो बवाल ठाउँ छ यहाँ चाहिँ डराउने दिन ठाउँ हो हेर्नुहोस् न बाटोमा भेटाएको एउटा बल काम हाल्दै एउटा यहाँ मलाई 5 किलो मासु भन्दा यही त अनि 5 किलो अनि त 5 किलो बाटोमा फर्स्ट जर भ्याइएछ कि त 5 किलो हो फेरि त्यो ढुक्क म कहाँ झुट बोल्छ त अनि खै त्यसले तातेर झैँ नि गरेन यहाँ त केटा हो यहाँ जडो ओ भैया ए जडो मासु डइजो त अबे डाडु पानी छोड्छ के अहिले मासु यतिकै छोडो चाहिने बेला त कहाँ छोड्छ र तर के गर्नु यस्तै केटासित कुराकानी बस्दा यहाँ ट्याक्क हाम्रो यहाँ खजना पाकेको छ पाकिसक्यो हाम्रो हेर बबाल त खानुपर्छ तिमीले पनि पत्रकार साथीहरू होइन जङ्गलतिर आएपछि सब ट्याक्क चढेको फेरि पुरा भक्ति गर्ने मान्छे बबाले होला नि फेरि त हो यार मैले भागवण्ड पनि लगाइसकेको सबजनाले केटा ऊ राख्दै खाने यार भुँडी गयो यो बस तर यो चाहिँ हामीले आगो चाहिँ अब निभाउनु पर्ने हुन्छ किनकि हाम्रो आगो लाग्यो भने चाहिँ यो पुरै जङ्गल मासिन्छ यस्तो काम चाहिँ कसैले नगर्नु होला खाने भुँडी फुट्ने त खाने त्यसरी छोडेर आगो चाहिँ होला भन्दा छोडेर जान्छ यस्तो काम चाहिँ नगर्नु होला आगो चाहिँ लास्ट साथी लाग्यो अब कति बस्नु कति ठाउँमा त्यो जङ्गलमा मजा आयो जे लास्टै मजा भयो होइन त भन्दा पनि बढ्ता मजा भयो अब केटाहरूसँग यसो बसेर खाने रमाइलो गर्दा त एकदम मजाले हुन्छ त्यो अब के थाहा र कोही को कता हुन्छ कहिले कता हुन्छ यो अनिको एउटा यो अरूको त्यही हो त त्यही बुझ हाल्छ पानी खान पर्यो लोकल पानी के गर्नु त पाइन्छ छैन जङ्गलमा पाइन्छ रहन्छ अनि लगाइज हामी चाहिँ अब लगभग हामी बुढी मार भन्ने ठाउँतिर आइसक्यो हामी अब सबैजना थ्याङ्क यू अब चाहिँ आजको भिडियो चाहिँ यतितिर मैले इन्कम चाहन्छु सबैजनाले च्यानल सब्सक्राइब गर्नु होला अनि माया चाहिँ बल देखाइदिनु होला अनि च्यानल सब्सक्राइब गर अनि सबैलाई जोड्यो के कस्तो छ भिडियो त कमेन्ट पनि गरिदेऊ थ्याङ्क यू सो मच आज म यति बिदा हुन चाहन्छु यति इन्कम चाहन्छु फेरि पनि हाम्रो अवश्य भेट हुनेछ त्यो म बाँच्यो भने अवश्य त्यो जिन्दगीभरि हुनेछ त्यो भइरहेको हुन्छ तिमीहरू सपोर्ट चाहिँ गर हस् त बाई